हेलो एभ्रिवान साथीहरू, फेरि पनि स्वागत छ हजुरहरूलाई प्रकृति युट्युब च्यानलमा। हजुरहरू सन्चै हुनु माया साथ सपोर्टले गर्दा अहिलेसम्म चाहिँ म चाहिँ सन्चै आरामै छु भन्नुपर्छ। अनि आज चाहिँ खासै भिडियो बनाइन, मैले चाहिँ यो भिडियो चाहिँ सन्डेको भिडियो हो। सो आज चाहिँ भिडियो बनाउनु नपाएको कारणले गर्दा चाहिँ मैले चाहिँ सन्डेकै भिडियो चाहिँ मैले चाहिँ अपलोड गर्न लागिरहेको छु होइन। सबैजनाले माया गरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला। खासै राम्रो त बनाउन सक्दिनँ म त, भिडियोहरू पनि आफै गराएपछि काम गरेको भिडियोहरू मात्रै हुन्छ। खासै हामी बाहिर जानु नि बाहिर जानु भन्दा नि बाहिर नै खासै गइँदैन। त्यही भएर चाहिँ घरमै बसेको होइन, घरमै काम गरेको भिडियोहरू चाहिँ छ। सो माइन्ड नगर्नु होला है साथीहरू। अनि आज चाहिँ मैले चाहिँ कपडा धुँदैछु होइन। घरको पानी चाहिँ नआएको कारणले गर्दा चाहिँ बाहिरबाट ओसारेर चाहिँ मैले चाहिँ यो जाडोमा लगाएको कपडा चाहिँ मैले पहिला जाडोभरि लगाएँ। त्यही भएर अनि गर्मी सिजन आयो अनि त्यत्तिकै थुपारेको थियो। अनि आज चाहिँ मैले चाहिँ जाडोको कपडा चाहिँ धुँदैछु साथीहरू, हेर्नुहोस्। अब अर्को सालको लागि चाहिँ मैले चाहिँ यसलाई चाहिँ मजाले कम्फर्टहरू लाएर चाहिँ मैले चाहिँ यसलाई चाहिँ मजाले पखालेर चाहिँ मजाले सुकाउनु लागेको छु है साथीहरू। एकदमै गाह्रो हुन्छ यस्तो ठुल्ठुलो कपडा धुनु चाहिँ, एकदमै गाह्रो हुने क्या। अनि यो झुसे कपडाहरू त झन् साह्रो पानीले भिज्यो भने यत्रो फुलिने होइन, उचाल्नै नसकिने, एकदमै गाह्रो हुन्छ। बल्ल बल्ल सक्यो साथीहरू, हेर्नुहोस्। आधी सासै गयो दुईवटा कपडा धुँदा। ल हेर्नुहोस् है पुकुली मायाको नखरा। यो केटाकेटीलाई पानी भनेपछि चाहिँ हुरुक्कै हुने क्या। पानी भनेपछि चाहिँ सासले नै तान्छ भनौँ के भनौँ हो। पानी भनेपछि फेरि सानै बच्चादेखि के पुकुली माया चाहिँ सानै जुन भनौँ न 5-6 महिना 6-7 महिनादेखि नै पानी भनेपछि चाहिँ जस एकदमै खुसी हुन्थ्यो क्या सानो बच्चामा पनि। अनि अहिले पनि यस्तै छ। नुहाइदियो भने तातो पानी खोज्छ। अब उसको मर्जीले भने यसरी दिनभरि भए पनि चिसो पानीले ज्यानहरू यसरी ज्यानमा पानी हालिराख्छ। यस्तो छ, गाह्रो छ। कपडा धुनु बस्यो भने बच्चाहरू यस्तो गर्छ, हैरान बनाउँछन् बच्चाले पनि, भनेको टेर्दैनन्। गाह्रो छ हो नानीको आमालाई। त्यो चाल्न सक्ने छैन। ल अब हिँड्न चप्पल लाएर अब बाथरुममा जा। बाथरुममा चिसो लागेपछि भएर थाहा हुन्छ मजा भएर कुप होला। अब नुहाउनु जाने, त्यो साबुनहरू बोक। आऊ अब नुहाउनु जाने हो। यहाँ त त्यो यता ल्याऊ भनेको। सुइसीमा कुकुलीमा चाहिँ नुहाउँदैछ यहाँनिर। हेलो कुकुली, यता हेर न कुकुली, यहाँ हेर न। नुहाएको कस्तो भइरहेछ? राम्रो, मजा आ रहा है। इधर देखो, कपाल हटा दे। अच्छी म सबै भिजेँ, म भिजेँ क्या।
अनुहारहरू नि माड न यसरी 2 हातले। कुङ्कुली माया चाहिँ नुहाउँदैछ है आफै यहाँनिर बाथरुममा। अहिले चाहिँ गर्मी छ, सो त्यही भएर चाहिँ खासै कान कतै राख्नु जरुरत छैन। टाउकोमा ल, टाउकोमा लाऊ पहिला, मजाले लाऊ, मजाले लाऊ न। पानी छोडेकै गऱ्यो भने माथि सकिन्छ, पानी खेरो जान्छ पानी। त्यस्तै हुन्छ। के गरेको त? सानो खाले के सानो। पानी सक्छ कि माथि? म अहिले नुहाइदिन्छु गम झ्याम झ्याम।